हजुरहरु सबैजनालाई मेरो नमस्कार। करिब 3 वर्षपछि बर्दिया जिल्ला जाने अवसर एउटा युवा सम्बन्धी कार्यक्रमले जुरायो र सोही अनुसार मैले काठमाडौँदेखि नेपालगञ्जसम्मको यात्रा तय गरेँ र सोही क्रममा अटल हिमालहरूको दृश्य देख्दा मेरो मन एकदमै लोभायो। एकदमै हर्षित हुँदै मनमा थोरै केही कुराहरू चाहिँ खेल्न थाल्यो र युवाहरूसँग भेट्न पाउने जोस जागर र केही नयाँ कुराहरू सिक्ने साथै आफ्ना अनुभवहरू पनि साट्न पाउने कुराले म एकदमै खुसी महसुस गरेको छु। I am very excited to meet all of the energetic youth of Bardia district. So my journey start now. Beauty of village life. कस्तो मजा छ। बिहान बिहान मर्निङ वाक गर्दैछौँ हामी बर्दिया नेसनल पार्कको साइड नजिकै होला सायद यो चाहिँ मधुवन गाउँपालिका पर्छ। अब हामी चाहिँ ब्रिज साइडमा आइरहेको छौँ। नदी पनि छ, सानो खोला, घाम पनि मजाले लागिरहेको छ। प्रायः सम्म ठाउँमा मजा नै बेग्लै हुन्छ। सनराइज बिहानको टाइममा अझै बिहान 6-7 बजे त झन् राम्रो देखिन्छ। लङ्गेस्ट ब्रिज, नट लङ्गेस्ट, इट सिम्स लाइक लङ्गेस्ट। झोलुङ्गे पुल नेपालको, त्यो पनि बर्दियाको मधुवन नगरपालिका भित्रको। कर्णाली नदीको ब्रान्च हो। हजुर, यो मधुवन कति वडा हो? 1 नम्बर। हजुर, अस्ति आउँदा हामी अटोमै झोलुङ्गे पुलबाट आएको नि। यो तलको चाहिँ गाडी जाने बाटो फुल हो, सानो, अहिले टेम्पोररी। हजुर, यो कसले बनाउनु भएको सर? ए हो र, व्यक्तिहरूले नै बनाइदिनु भएको है। किनभने गाह्रो छ व्यापार व्यवसाय गर्नु पनि। हजुर हजुर, तरकारीहरू हुन्छ आफ्नो ठाउँबाटै किनेर आउँछ। आज माछा लोकल माछा हुन्छ। जसो गर यो मन जसो गर जता सुकै लैजाऊ मलाई यो मन
छैलुङको पुलमा जाँदो रहेछ अटो। यहाँबाट पनि बनाएको छ, भर्खरै बनाएको छ। ठुलो गाडीहरू त्यही बाटो हिँड्छ। हजुर भर्खरै बनाएको छ। अलिअलि हेर्छु, अहिलेको लागि मात्रै काम चलाउ रहेछ। One, 2, 3, 4, 5. 1, 2, 3, 4, 5. बोल्दै गर्नु। 1, 2, 3, 4, 5. हजुरहरूको एक्सन प्लान बन्दाखेरि कार्य योजना बन्दाखेरि
शैलेश दाइ खै शैलेश दाइ भनेको छैन त शैलेश राम्रो भयो नेपालगञ्ज एयरपोर्ट